सफा सोच स्मार्ट लक्ष्य यही हाम्रो विज्ञान सिप र नवप्रवर्धन विद्यार्थीको पहिचान यहीसँगै अघि बढाउ बना उज्यालो नयाँ नेपाल। धन्यवाद कार्यक्रम सञ्चालक जो आज हुन गइरहेको यसलाई म कार्यक्रमका सेवा अध्यक्षज्यू प्रमुख अतिथि विस्तार र सम्पूर्ण अतिथिहरू दुधको दुध र पानीको पानी छुटाउन एक हातमा तराजु र अर्को हातमा कलम लिएर अङ्क दिन आतुर भएको निष्पक्ष रेगमण्डलज्यूहरू शिक्षक शिक्षिका गुरुवर्ग यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू प्रतिस्पर्धामा उत्रिएर विजयको माला बहिनी आतुर भएका मेरा प्रतिस्पर्धी मित्र र प्रतिस्पर्धी मित्र सम्पूर्ण माझमा म अनुराज बोधेर मेरो विद्यालय श्री शिवमाधव विद्यालय नगर दण्डवत पक्राउन चाहन्छु। आज हुन गइरहेको यस वक्तित्व कला प्रतियोगितामा भाग लिएर बोल्न पाउँदा म आफै आफूलाई नै भाग्यवान ठान्छु। आज हुन गइरहेको यस वक्तित्व कला प्रतियोगिताको शीर्षक रहेको छ विद्यालय शिक्षामा एआई र यसको भविष्य। म यसको मेरा भनाइहरू राख्न जाँदैछु। सभा अध्यक्षज्यू आजको विश्व प्रवृत्तिको शिकारमा छ कपी किताब र बोर्डको सीमित शिक्षाबाट अब हाम्रो विश्व डिजिटल बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स एआईको युगमा प्रवेश गर्दैछ। हामीले पहिले उता एआई भनेको थियौँ। एआई भनेको मानिस जस्तो सोच्न बुझ्न र निर्णय लिन सक्ने कम्प्युटरको क्षमता हो। यसको सुरुवात 1956 मा भएको पाइन्छ। यसले मुख्य गरी विद्यालय शिक्षामा 3 प्रकारमा विभाजन गरेको पाइन्छ। क्युन एजीआई एएनआई र एएसआई। यी तीनले मुख्य गरी विद्यालय शिक्षाका सम्पूर्ण धाराहरू सामान्य विद्यालय कक्षादेखि लिएर विशिष्ट विश्वविद्यालयसम्मका सम्पूर्ण शिक्षाका धाराहरू समावेश गरेको पाउन सकिन्छ। एआई भनेको आर्टिफिसियल भए तापनि यसले वास्तविक विद्यालय सिकाइ पद्धतिलाई कक्षाकोठाभित्र र विद्यार्थीको दैनिक जीवनमा उतार्ने एक सशक्त प्रमाण बन्न पुगेको पाउन सकिन्छ। यसले सिकाइ शिक्षण र हाम्रो दैनिकी नै बदल्न गइरहेको छ। यसले विद्यालय शिक्षामा बाँड्ने परिवर्तनहरू यस प्रकार रहेका छन्। व्यक्तिगत सिकाइ हाम्रो प्रत्येक कक्षामा 20-30 जना विद्यार्थी हुन्छन्। सबैको क्षमता फरक हुन्छ। कसैले अङ्ग्रेजी बुझ्दैन, कसैले व्याकरण बुझ्दैन, कसैले गणित बुझ्दैन। एआईले सम्पूर्ण विद्यार्थीको कमी कमजोरी क्षमता र रुचिलाई बुझ्ने सहयोगी उनीहरूको स्तर अनुसारको सिकाइ सामग्री प्रदान गर्दछ, जसले गर्दा सिकाइलाई द्रुत सरल प्रभावकारी बनाउन मद्दत गर्दछ। दोस्रो रहेको छ डिजिटल क्लासरुम। हाम्रो कक्षामा शिक्षकले चर्को आवाजमा पढाउनु पर्ने र दर्शकले भिडियो बनाउनु पेजमा लेख्नुपर्ने अवस्थालाई अन्त्य गर्दै एआईद्वारा सञ्चालित स्मार्ट बोर्ड भर्चुअल ल्यापटप इन्टरेक्टिभ मोडले स्थान लिँदै आइरहेको पाउन र हामीले देख्न परिसकेका छौँ। सबै आलोचकले हामीले कुनै पनि विज्ञानका पढाइहरू जानेमा यसमा हेरेर बुझ्न वा ज्ञान लिन पाउँदछौँ। तेस्रो रहेको छ डिजिटल ट्युसन। हाम्रो विद्यालय बन्द भइसकेपछि पनि हामीसँग 24 घण्टा उपलब्ध हुने एक कुशल शिक्षक भनेको एआई हो। यसले हामीले नबुझेका अवधारणाहरू फरक तरिकाले बुझ्न मद्दत गर्दछ। हामीलाई नोट बनाइदिने, हाम्रो परीक्षाको तयारी गरिदिने र हामीले हल गर्नको लागि प्रश्न दिने पनि एक कुशल शिक्षक भनेको एआई मात्र हो। चौथो रहेको छ भविष्यको वा करियरको मार्गदर्शन। एआईले हामीले भविष्यमा के पढ्ने, कुन क्षेत्रमा राम्रो अवस्था रहेको छ, विद्यार्थीको कुन क्षेत्रमा रुचि रहेको छ भन्ने कुरालाई विश्लेषण गरी बढ्दै ठोस र उपयुक्त सुझाव दिन मद्दत गर्छ। सभा अध्यक्षज्यू विद्यालय शिक्षामा एआई एउटा यस्तो वरदान बन्न पुगेको छ जसले समुद्रको गहिराईमा आगो फुक्न सिकाएको छ, हिमालको चुचुरोबाट बाफ पुर्याउन सिकाएको छ अनि निष्पट अँध्यारोलाई उज्यालोतर्फ धकेल्न सम्भव बनाएको छ। सभा अध्यक्षज्यू मैले यति भनिरहँदाखेरि भनिन्छ नि सबै कुरा मिलेको हुँदैन। त्यस्तै गरी चन्द्रमामा पनि धप्पा हुन्छ र पतुलो बाँसको दानामा पनि सुन्दरतासहित कुरुत्ता लुकेको हुन्छ। त्यसै गरी विद्यालय शिक्षामा पनि अवसर र चुनौती दुवै रहेका छन्। यसको मुख्य चुनौती भनेको आत्मनिर्भरता बढ्नु हो। विद्यार्थीले जे काम पनि एआईले गरिदिन्छ भनेर आफूभित्र रहेको सृजन गर्ने सोच विचार गुमाउँदै गइरहेको वा हटाउँदै गइरहेको हामीले देख्न र भोग्न पाएका छौँ। गोपनीयता र डेटा सुरक्षा। हामीले दैनिकै एआईको प्रयोग गरिरहँदाखेरि हाम्रो डाटाहरू सुरक्षित रहन्छन् कि रहँदैनन् भन्ने प्रश्न अहिले एआईको क्षेत्रमा विश्वको सबैभन्दा ठुलो प्रश्न बन्न पुगेको छ। नैतिकता। सबै उत्तर एआईले लेखिदियो भने विद्यार्थीले कसरी मौलिकताको विकास गर्ने? शिक्षाको मूल उद्देश्य भनेको त मानव सेवा, जिम्मेवारिता, अनुशासन र मिहिनेत होइन र? त्यो सब एआईले दिन सक्छ? मलाई लाग्छ पक्कै पनि यो सब एआईले दिन सक्दैन होला। तर हामीले एआईको नकारात्मक पक्ष मात्र होइन, यसको उज्यालो भविष्यको बारेमा हेरेर अघि बढ्नुपर्छ। एआईको उज्यालो भविष्य रहेको छ। एआईलाई हामीले डराएर होइन, हाम्रो सकारात्मक साथीको रूपमा लिएर अघि बढ्नुपर्छ। शिक्षक र विद्यालयमा शिक्षक र एआई दुवै मिलेर विद्यार्थीको भविष्य उज्यालो बनाउन सक्दछन्। शिक्षक मार्गदर्शक, एआई सृजक र विद्यार्थी सहायक यही समन्वय नै हो भविष्यको शिक्षा। भविष्यमा जुन कुनै शिक्षा पाउनको लागि पनि हामीले यो समन्वय लिएर अघि बढ्यौँ भने हामी अवश्य कुनै पनि मोडमा हामी झुक्नु पर्दैन, हामी अवश्य सफल हुन सकिन्छ। सभा अध्यक्षज्यू भनिन्छ नि एआईले सिकाइलाई द्रुत सरल विश्वस्तरीय र समान बनाउन मद्दत गर्दछ। त्यही भएर नेपालका गाउँका बालबालिकाले पनि उस्तै शिक्षा पाउँछन् जस्तो शिक्षा विश्वका विकसित देशका विद्यार्थीहरूले पाउँदै आइरहेका छन् र पाइरहेका छन्। हामीले यसलाई लिएर अघि बढ्नुपर्छ, हाम्रो भविष्य उज्यालो बनाउनुपर्छ। म अन्त्यमा यति मात्र भन्न चाहन्छु कि सभा अध्यक्षज्यू एआई हाम्रो भविष्य होइन, आजको वास्तविकता र आवश्यकता हो। यसलाई लिएर हामी अघि बढ्यौँ भने हामी अवश्य सफल भइन्छ। सभा अध्यक्षज्यू हामीले यदि विद्यालय शिक्षामा यो एआईको प्रयोग गर्यौँ भने हाम्रो कक्षा कोठाभित्र मात्र सीमित रहने शिक्षा हामी प्रत्येक विद्यार्थीको दिमागमा र कक्षा कोठाभित्र मात्र होइन, हाम्रो दैनिकीमा परिवर्तन गर्न ल्याउन सक्छ। हरेक विद्यार्थीको दिमागमा एआई सहित विद्यालय भन्ने एउटा विद्यालय नै स्थापना गर्न सकिन्छ। सभा अध्यक्षज्यू हामीले प्रविधिलाई आफ्नो प्रतिस्पर्धी होइन उन्नतिको सहयात्री बनाएर अघि बढ्नुपर्छ भन्दै मेरा 2 शब्द यही टुङ्ग्याउन चाहन्छु। हस्त धन्यवाद। हजुरको दिन शुभ रहोस्। जय एआई।
उत्कृष्ट प्रस्तुतिका लागि प्रतियोगी साथीलाई अबको तेस्रो प्रस्तुतिका लागि म्याग्दी एकाडेमीबाट शिखा केसीलाई हार्दिक अनुरोध गर्दछु।